राजेश पालको सबैभन्दा ठुलो फ्यान के अरे काँडा देउराली भन्ज्याङ फुलफुल्यो सानो आनो आरसीके ब्लक आनो हेर्नुहोस् है गाइसहरू म जुम गरेर देखाइदिन्छु यो ढुङ्गा कहाँको भने ऊ यता थियो बाढीले बगाएर यो ढुङ्गा यो ढुङ्गा यहाँ झारिरहेको छ अब घर जानु 2 घन्टा लाग्छ गाइस यता हामीले धोएको लुगाहरू छ यता पनि लुगाइ छ झोलाहरू छ यति 5 वटा लुगा धुनु खिटन दाजुलाई 3 घन्टा लाग्यो गाइस हामी चाहिँ खोलामा नहेर पनि लाग्ने लाग्यो घरतिर अब भारीसारी बोकेर खोलामा नुहाउनु मजा अब धेरै बेसी बाइक खोला झरियो अब घरतिर लाग्यो अब धेरै बाटो छ कालो हिँडियो भने त टकै कति टाइम लाग्छ यहाँदेखि भन्दै ठ्याक्कै 1 घन्टा कति लाग्छ अरे 1 घन्टा यसलाई चाहिँ 1 घन्टा लाग्छ मलाई चाहिँ आधी घन्टा राति होला पुग्नु रोज होला एक झोला भरियो टकै जाताउँ यत्रो ठाडो बाटो काँडा देउराली भन्ज्याङ बनमारा फुल्यो रीतिकै जाडा र रक्सी नखाएसम्म मान्दैन मन फिटिकै एमजी रोडैमा ठिक छ बनमारा उकालो हिँड्नु कस्तो अनुभव भइरहेछ कस्तो आइरहेछ फिलिङ मुझे बहुत पसंद लग रहा है उकालो हिँड्नु मजा आइरहेछ बनमारा घारी कार्तिकको बेलामा पनि यो ठाडो पसिना खलखली आइरहेछ घाम पनि छैन त्यही पनि खलखली पसिना आयो त तपाईको सेतै छ त भर्खर नहेर भर्खर आएको साबुन लागेको के घाम पनि छैन बनमारा फुलेछ रुखको नाममा 1-2 बोट खयार भन्दा केही छैन हाम्रो गाउँमा अनि यस्तो ठाडो बाटोमा हामी पसिना खलखली आइरहेछ यसरी अनि यसले फेरि एउटा राम्रो गीत गाइदियो त ल भविष्यको गायककार हो ल राजेश पायलको सबैभन्दा ठुलो के भन्छ फ्यान के अरे फेरि घुम्ने फ्यान होइन ल एउटा गाउँको बारेमा गाउँको खतरा कस्तो गाउँ अघि गीत गाइस् नि त्यस्तै मलाई राजेश पायल गाउँदैन होइन जस्तै भए पनि गाउँको बारेमा यस्तो गाउँको बारेमा थाहा छैन बनमारा फुले रीतिकै फेरि भन्न त न त्यही गीत डाँडा र काँडा देउराली भन्ज्याङ फुलफुल्यो सानो रीतिकै जाडा र रक्सी नखाएसम्म मान्दैन मन फिटिकै एमजी रोडैमा लाग्दैन ठुलो गोडैमा हाम्रो रोडैमा
लाग्दैन ठुलो गोडैमा हाम्रो रोडैमा